हेलो गाइज, हामी फेरि आइसकेको छौँ नयाँ भ्लगको लागि। मेरो नाम बाहुन, निकनेम यसको नाम बाङ्गु। यहाँ हाम्रो तामाङ सर हुनुहुन्छ, हाई हेलो गरिदिनुहोस् सर। बाङ्गु सर हाई हेलो गरिदिनुहोस्। हेलो। हाम्रो न्यू भ्लगमा आइफोन झरो भन्नुतिर नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। कृपया लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अस्तिको भिडियोमा खासै रेस्पोन्स आएन, त्यही कारणले यो भिडियोमा आउनु पर्यो। धेरै पनि होइन, म धेरै डिमान्ड गर्दिनँ। 1K भ्यू 100K है, 100K 100K भ्यू 50K लाइक यति आयो भने सब्सक्राइब चाहिँ त्यहाँनिर त्यति जसले भ्यू गर्नुहुन्छ सबले सब्सक्राइब गरिदिनु। म अर्को खेप तपाईँहरूलाई 1000 रुपियाँ गिभ अवे गरेर 10जनालाई 1000 गिभ अवे हालिदिन्छु होइन। हो कि न बाङ्गी भन्नु? म झुटो बोल्ने बानी छैन हाम्रो, हामी सत्यमा लागेको मान्छे हुँ कि कसो प्रशान्त? अनि त्यही कारणले लाइक सेयर सब्सक्राइब सबैले गरिदिनु होला। पास्ता जानु हेर्नुहोस्, सबैजना यहीँ आइपुग्नु होला। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। कलेजमा गइसक्यौँ, हामी जाँदैछौँ। मिलाएर बुझ्न भाङ्गे बेचतमान फेरि लागिसक्यौँ आफ्नो कलेजतिर, गन्तव्यतिर लागिसक्यौँ हामी। अहिलेलाई 2 मिनट पज गर्छौँ हामी, त्यहाँ ठ्याक्कै आस्था कलेज पसिसकेपछि हामी तपाईँलाई देखाउँछौँ। यता हेरेर हेलो गरिदिनु होला कृपया, भ्लग आउँदैछ। हाम्रो खोलासित जाने हो भन्नुहुन्छ, तर हामी नजाने हो। यता पनि हुनुहुन्छ, हेलो गरिदिनु होला माग्नेको लागि। अहिले हामी 2-4 मिनट सट्ट लागेर हामी आफ्नो कलेजतिर तर्फ लाग्दैछौँ। तपाईँलाई हामीले स्वर्ग देखाउनु त बाँकी नै छ। यस्तो ल आयौँ हामी फेरि हाम्रो चिया बगानमा त पसौँ भनेको आन्टी साह्रै फायर भएर बस्दिनु भयो। तर यताको चिया बगान हेरिदिनुहोस् होइन, चिया बगान यस्तै छ होइन। गाउँठाउँतिर के गर्नु, पस्नु त पस्छ। यता हेरेर हाई हेलो गरिदिनुहोस् गाइज, यता हेरेर हाई हेलो। एउटा परिबस्थ्यो त्यो पारी डाँडेमा, मलाई हेर्न गर्थ्यो त्यो जुनेली राते भनेर। त के गरेर कुदाउँछ हौ, के गर्छ यहाँ। अब हामी जाँदैछौँ सट्ट पारेर चट्ट तरिकामा। ल गाइज, हाम्रो यो भनेको आस्था टोलको पल्लोपट्टिको बाटो। हामी त्यो पुरानो फिल्म त नि मागे थाहा छ, त्यो 3 भाइ भन्ने, त्यस्तै तरिकाले हामी 3 भस्तिग्रेहरू लाग्यौँ। यहाँ एउटा हाम्रो मेन गुरु उहाँ हुनुहुन्छ हाम्रो सर। अलिकति केही भन्नु चाहनुहुन्छ हजुर? केही भनिदिनुहोस् सर हामीलाई। हाई हेलो गरिदिनुहोस् हामीलाई, यहाँ हेर्नुहोस् हामी यतै छौँ। हाम्रो न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। हाम्रो मेन चिफ गेस्ट हाम्रो बाङ्गु सर, समीर बन्तवराई सर, के शब्द दिनु? लाइक सेयर कमेन्ट फलो। उहाँको टिकटक आइडी भनेको हाम्रो मिस्टर बन्तवा छ। उहाँ भनेको साह्रै मनकारी मान्छे, 2-4 लाख रुपियाँ त्यसै फालिदिने मतवालीमा आउनुहुन्छ कि कसो सर भनिदिनुहोस् न। उहाँको पनि युट्युब च्यानल छ, भरे खोलिन्छ। भरे खोलिन्छ, उहाँलाई पनि सब्सक्राइब गरिदिनु। खास त मलाई जरुरत परेको छ, त्यही पनि उहाँलाई पनि गरिदिनु, केही फरक पर्दैन। पर्छ त। अब हामी जाँदैछौँ कलेजतिर। यहाँ हेर्नु बाटो यही छ, हात चलेर मर्ने आँटिसक्यो। ल गाइज, हामी लाग्यौँ कलेजतर्फ। हाम्रो कलेज यतै छ, अहिलेलाई हामी जाँदैछौँ। उहाँ हेर्नुहोस् गाइज, कलेजतिरको बाटो यही हो होइन। हामी फेरि लाग्यौँ कलेजतिर रमाइलो गर्न गाइज। के गर्नु? भ्लगमै त छु त, अहिले देखाउनु त पर्यो। आमामा हाम्रो बोरा सरलाई देखाइदिनु पर्यो, यहाँनिर पर्यो बोरा सरलाई देखाउनु पर्यो। गरिरहेको छौँ। हेर्नुहोस् गाइज, हामी कलेजतर्फ आइसक्यौँ। यही हो हाम्रो कलेज, एकमात्र उत्कृष्ट कलेज आस्था कलेज। हामी आइपुगिसक्यौँ। उहाँ भनेको हाम्रो एनसी सर, हाम्रो अलिक उताबाट क्या, अलिक नवराज सरलाई देखाउनु हाम्रो अनिवार्य छ। हाम्रो आइसक्यौँ। सर नमस्कार। घुमाएन फेरि एकला फेरि हाम्रो भनेको एक कलेजमै
ब्लगमा यहाँ हेर्नु कति राम्रो राम्रो केटीहरू हुन्छ के गर्नु यस्तै बेला छ होइन वाह यतिको चाहिँ यहाँ हेर्नुहोस् हाम्रो क्रिकेटर प्लेयर यस्तै हुनुहुन्छ फेरि हामी निस्क्यौँ आस्था टोलबाट अब हाम्रो काम छैन फोकटे यस्तै त हिँड्ने हो हाम्रो हामी तपाईँहरूलाई गाउँ ठाउँतिर देखेको राम्री राम्रीहरूलाई देखाउँछौँ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनुहोस् गाइज हामी भनेको पछिको हामी भविष्य भुकु भविष्य हुँ त्यही कारणले लाइक सेयर सब्सक्राइब गरेर फलो पनि गर्न नबिर्सिनु होला हेलो गाइज हाम्रो ब्लग फेरि सुरु भइसकेको छ एक्जाम सकेपछिको चिफ गेस्ट प्लिज यता हेरिदिनु अब हामी एक्जाम सकेर जाँदैछौँ घरतिर होइन चोकतिर बाङ्गु सर यता हेर्नुहोस् न हौ हाम्रो चिफ गेस्ट बाङ्गु सर यता हेर्नुहोस् हाम्रो एक्जाम सकेर जाँदैछौँ हामी सबलाई बोलाउँछु सबैजना हेर्नुहोस् हाम्रो भ्लगमा एक्जाम कस्तो भयो सबैजनाको बाङ्गु एक्जाम कस्तो भयो मेरो त के रास्तो अनि तपाईँहरूको एक्जाम कस्तो भयो त भनिदिनुहोस् बाहुनको ब्लगमा बाहुन भर्सेस वाइल्डको ब्लगमा म्याम हेलो गाइज हेलो हाई हेलो गरिदियो फर्किनु हुँदै रहेछ हाई हेलो गरिदिनु पऱ्यो हामीलाई के कसो बाङ्गु सर पुलिस चाहिँ हेरिरहेकै मामा पाइबाट प्याट्ट देखा पर्नु भन्दा फेरि गाह्रो हुन्छ जस्तो लाइभमा फेरि हाम्रो सुरु भइसक्यो यो हाम्रो युनिक कलेजको बाटोको लाइभ हेर प्रशान्त हामी एउटै छोरो हो त पनि एउटै हो म पनि एउटै हो यस्तो पाराले हुँदैन रहनुपर्छ हामी यस्तै अब हाम्रो चलामाला अहिले लाग्दैछौँ फेरि हामी प्रगतितिर होला होइन प्रशान्त भिडियोमा फेरि आइसक्यौँ हजुरहरूलाई देखाउँदै कलेजको विद्यार्थीहरू जाँदैछन् एक्जाम दिएर एक्जाम सकेपछिको हालत त्यस्तै हो उहाँ 1 नम्बर बस कलेजको भन्ने थाहा पत्ता छैन केही युनिक केही पो रहेछ हाम्रो 1 नम्बर बस यहाँ छ यस्तै छ हाम्रो श्याम दाईको बस यता छ हामी यस्तै तरिकाले जाँदैछौँ एकछिन के गरेको यो दमक बन्दमा हाल्नुपर्छ जस्तो छ हौ यो दमकको हालत भएन यस्तो हाम्रो ड्राइभर जोसिसक्नुभयो यति साह्रो पनि नजोसिनुहोस् भोगट्याको ज्यान जान्छ ख्यालख्यालमा वेलकम टु आवर ब्लग सब्सक्राइब गर्न नबिर्सनु होला यस्तै हाम्रो रोमाञ्चक कलेजको स्टुडेन्टको भ्लग आउँछ सेन्ट्रल पब्लिक स्कुल यहाँ रहेछ अब हामी जाँदैछौँ प्रजिता अब पर देखेको प्रजिता स्कुल हो हामी जाँदैछौँ हामी प्रजितामा गएर राम्री हेर्ने प्रयास गर्नेछौँ हाम्रो सरले हेर्नु भएको छ सर थोरै यता नदेखाइदिनुहोस् न प्रशान्त सर थोरै यता नदेखाइदिनुहोस्